यो जेनजी आन्दोलनको सफलता यति भएको छ नेपालमा भनेर साध्यै छैन। तपाईलाई एकछिनमा म भिडियो देखाउँला। अहिले यिनीहरूले यो पैसा एआई को हो, केपीओलीले गोली चलाउन गएका थिए र भने पनि जतिसुकै झुट बोले पनि जेसुकै गरे पनि बजारमा 10-12 जना मानौ 100-200 जना मान्छे जम्मा गरेर मोटरसाइकलमा कुदाए पनि कसैले पनि मान्ने छैन। गाउँका मान्छेहरू सामाजिक सञ्जाल त त्यसै सचेत छँदैछ, तर गाउँका दूरदराजका सबैभन्दा विकट जिल्ला नेपालको मुगु मुस्ताङ भनेको मुगुका मान्छेको सुन्नु एकचोटि कति सचेत छन्, कति बुझेका छन् यो जेनजी आन्दोलन। रुपियाँ खाडल देख्यौं त हामीले, हैन? रुपियाँ खाडल देख्यौं, सुना डल्ला देख्यौं। एकैचोटि 21 जना एक दिनमा 21 जना युवाहरूको मसान देख्यौं। त्यही पैसा धुन कति थियो त्यो सम्हालिकन पिछाउको नदिकन एकाउन्ट जुम्मा गरिकन यस्तै गरी कछन् को कता छन् तिनलाई दियल धेरै दया लाग्ने थियो। यति गल्ती भयो। जेठो नाति 12 पास गरे भएको इन्डिया हो। यही पल्ट चुनाव गरेमा अहिले त राम्रो होला भन्ने उही काम। पछिल्ला पल्ट चुनाव गर्दै हामी बुढी गयौँ। मुगु मात्रै होइन, बजाङ, बाजुरा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ सारा नेपालभरि यति छिटो बुझेका छन् मान्छेहरूले अहिले यो कुरा कि कसरी बुझे भन्दाखेरि अहिले सामाजिक सञ्जालको यो प्रभावले गर्दाखेरि इन्टरनेट छ, सामाजिक सञ्जाल छ, सबैले टिकटक चलाउँछ, फेसबुक चलाउँछ, अनि त्यो सबैकोमा पुग्छ। पहिला चाहिँ मिल्थ्यो झुट बोलेर फटा बोलेर यो होइन मैले यस्तो भन्न खोजेँ त्यस्तो हो यहाँ हूँ भन्न मिल्थ्यो। अहिले चान्स छैन। यो अहिले चुनाव हुनुभन्दा अगाडि आफ्ना कार्यकर्ता छन्, अलिकति अब हुन्छ नि त पेट्रोल सेट्रोल हालेर केही गरेर यसो धाक धम्की मान्छेलाई झुकाउनु जति दिए पनि तर कालान्तरमा यसले काम गर्नेवाला छैन, नयाँलाई दिनेवाला छैन। अब यति भइसकेपछि नयाँ भन्ने बित्तिकै राम्रो भन्ने त होइन, नयाँले गर्छन् कि गर्दैनन् भन्ने एउटा कुरा छ, फेरि नयाँमा मिल्छन् कि मिल्दैनन् भन्ने अर्को कुरा छ, फेरि नयाँमा पनि फेरि लडाइँ त्यस्तै छ। तर नयाँहरूले यस्तो गर्न पाइँदैन, तर यिनीहरूले पाउँदैन, सक्न पनि सक्दैनन्। तर परिवर्तन आयो। मैले पहिले भनेको थिएँ परिवर्तन आयो। जेनजीले ल्याए, जेनजीले जे गरेका थिए आन्दोलन सही गरेका थिए, बीचमा अब अलिकति यताउता भयो, त्यो अर्कै कुरा रह्यो।